नमस्कार, म रन्जुत रेसिपीबाट म चाहिँ आज धेरै दिनपछि फेरि एउटा गिलो चटपटीको रेसिपी लिएर आएको छु। मैले सुरुमा चिसो पानीमा चाहिँ मैदा घोलिराखेको छु र मैदामा थोरै मैदा ठिक्क बाक्लो आफूलाई कस्तो मनपर्छ त्यस्तै घोलेर रेडी पार्छु। अनि मैले चाहिँ यहाँ सबै गिलो चटपटीमा चाहिने गेडागुडी चाउचाउ बिरे नुनदेखि लिएर सबै रेडी पारेको हुन्छ। अनि मैले यहाँ चाहिँ पानी अघि जुन घोले नि पिठो मैदा त्यहाँ चाहिँ म अब कलर लाउँदैछु। अगाडि नै मैदा मजाले फिटेर आगोमा राखेर पकायो भने चाहिँ डल्ला नपर्ने समस्या हुँदैन, डल्ला पर्दैन। त्यस कारणले गर्दाखेरि मैले सुरुमै सबै घोल बनाएँ। अनि त्यो घोल बनाइसकेपछि मैले ग्यास अन गरेर ग्यासमा बसाएँ र मैले यता त्यति त्यो बसाएर यहाँ पाक्दै गर्दैछ र यतिको बाक्लो भएपछि चाहिँ खाना रेडी हुन्छ र म अब सेलाउन छोडिदिन्छु ग्यास अफ गरेर। अनि मैले चाहिँ यहाँ यसरी ठिक पारेको छु। अघि पनि मैले देखाएको थिएँ आलु, काँक्रा, दालमोट, अनि यो त्यो कालो चाहिँ तिल, तोरी, जिरा भुटेको, अनि भटमास, चाउचाउ, भटमासले चाहिँ एकदम स्वाद दिन्छ, धनियाँ, अनि चना मटर भिजाएको, अनि यो सेलाउन छोडेको त्यो कलर यति चाहिँ चाहिन्छ। यसमा मैले नुन र तेल चाहिँ देखाएको छुइनँ, तर नुन र तेल पनि एकदम चाहिन्छ। त्यसमा पनि तोरीको तेल अझ राम्रो हुन्छ। र मैले सुरु गरेँ, मैले आलु हालेँ, चाउचाउ हालेँ, अनि त्यहाँबाट मसलाहरू पनि हालेँ मैले, तर यहाँ देखिएन छ। र मसला चटपटी मसला पनि मैले लगाएको छु, सबै मसला लगाएको छु। अनि मैले कागती पनि राखेको छु, तर कागती सँगसँगै मैले अर्को प्योर अमिलो जुन कालो कलर हुन्छ नि, प्योर अमिलो भनिन्छ, त्यो पनि मैले राखेको छु। अनि मैले बदाम पनि हालेँ। अनि मैले बिरे नुन, सबैभन्दा चटपटीमा स्वाद मिठो हुने चाहिँ बिरे नुन हो। अनि मैले अनि यसमा अर्को के लाउन पनि सकिन्छ भने अजिनामोटो पनि लाउन सकिन्छ, तर मैले चाहिँ बच्चाहरूले खाने हुँदाखेरि त्यो चाहिँ मैले राखिनँ। अनि मैले अघि तोरीको त्यो जुन दाना देखाएको थिएँ नि, तोरी जिराहरू, त्यो चाहिँ भुटेर पिसेर मिक्स गरेँ चटपटीमा। सुरुमा चाहिँ मैले एकजनाको लागि बनाउने भएको कारणले थोरै गेडागुडीहरू हालेँ। अनि त्यहाँबाट यसरी सबै गेडागुडी तेल पनि राखेको छु मैले, यहाँ खासै देखिएन छ। अनि अमिलो पनि राखेर मैले राम्ररी, अनि जुन अघि मैले राखेको थिएँ कलर पकाएको, त्यो चाहिँ अलिक सेलाइसकेको थिएन। र मैले त्यति मेरोसँग चाहिँ मसलाहरू सबै हाल्दै चलाउँदै गर्दैछु। र अहिले चाहिँ यति चलाइसकेपछि चाहिँ अलिक सेलायो। त्यो पनि मैले चटपटी मसला पनि लगाएको छु होइन। मैले तेल लगाएको चाहिँ यहाँ देखिएन रहेछ, तोरीको तेलले चाहिँ एकदम मिठो बनाउँछ चटपटे। अनि मैले कलर पनि राखेँ, कलर सेलाइसकेको हुन्छ। अनि मैले चाहिँ गेडागुडी जुन चिजहरू चाहिँ उसिँदैन छिटो, त्यसलाई चाहिँ लिएर मजाले चलाएँ। अनि मैले चाउचाउ पनि राखेँ, अनि सबैलाई मिक्स गरेपछि अन्तिममा मुरै राखेँ, यसो गर्दा चाहिँ उसिँदैन। अनि त्यहाँबाट मैले राम्ररी चलाएर एकजनाको लागि खानालाई रेडी पारेँ। अनि त्यहाँबाट फेरि एकछिन चलाइसकेपछि चाहिँ अनि मैले चाहिँ हाम्रो बच्चाहरूको लागि चाहिँ हल्का अलिक पातलो र अलिक कम मसला राखेर फेरि यो त हामीले नै खाने हो, त्यस पछाडि अलि पछाडि यो चाहिँ बच्चाहरूको लागि हल्का कम्ती कलर लाएर फेरि बनाएँ। तर यो चाहिँ अलिक बेग्लै, त्यस कारणले गर्दा देखिएको ल त मैले चाहिँ यसरी नै बनाएँ। यस्तो कलरको चटपटे खानालाई मैले रेडी पारेँ। यो चाहिँ म खाना आँटेको हो र अघि सेतो बुटुकाको चाहिँ बच्चाको लागि रेडी पारेको हो। र हजुरहरूले चाहिँ गिलो चटपटी कसरी बनाउनुहुन्छ? मैले चाहिँ यसरी बनाउँछु। र सबैभन्दा मेन यो गिलो चटपटीमा चाहिँ गेडागुडी र तोरी अनि जिराहरूले एकदम स्वाद, जिरा भुटेर एकदम स्वाद दिन्छ। सँगसँगै अरू पनि सबै मैले देखाएको छु, हेरेर इन्जोय गर्नु होला। हस् त, नमस्ते।